Hello and namaste everyone. Welcome to ML Teach and Learn YouTube channel. So today I've come up with another guitar review video. मेरो साथमा गिटार आइसकेको छ. A big thanks to String Buzz Planet Music. So today we'll do unboxing and we'll talk about the guitar. So now let's dive into the video. So this is guitar. I know it looks beautiful. दामी छ. अब गिटारको बारेमा कुरा गर्दा चाहिँ this is a travel series. है तपाईले चिटिक्क परेको सानो देख्नुहुन्छ. You can take from one place to another. है एकदम सजिलो हुन्छ. It's portable. है एकदम सानो छ. Handy. It's very nice. Talking about guitar, this guitar is called Vila भन्ने कम्पनीको. This is यो चाहिँ हाम्रो ताइवानको गिटार हो, मेड इन ताइवान. सो नेपालमा चाहिँ यसको डिस्ट्रिब्युटर चाहिँ इट्स स्ट्रिङ बज प्लानेट म्युजिक हो नेपालमा चाहिँ. सो अफिसियली यो चाहिँ नेपालमा चाहिँ डिस्ट्रिब्युट गर्ने चाहिँ स्ट्रिङ बज प्लानेट म्युजिक हो. तपाईले किन्न पनि सक्नुहुन्छ. म लोकेसन्स म लिङ्कमा पनि राखिदिनेछु. सो दिस इज भिला है, मेड इन ताइवान. त्यसपछि यसको मोडलको कुरा गर्दा चाहिँ यो चाहिँ मिनी क्याम्पर हो, MCRE भन्ने छ है. तपाईले यहाँ देख्दै हुनुहुन्छ होला. सो मिनी क्याम्पर MCRE है. सो दिस इज ब्युटिफुल है, एकदम राम्रो सानो ह्यान्डी छ. अब नाउ लेट्स टक अबाउट द पार्ट्स है. सो टकिङ अबाउट द गिटार है, यसको टप चाहिँ यो चाहिँ सोलिड स्पर्सले बनेको है. एन्ड देन यो पछाडिको पार्ट ब्याक साइड वेस्ट है, यो चाहिँ इट्स मेड अप अफ महागनी वुड. अनि यसको यो नेक पनि, नेकको यो ब्याक साइड पनि महागनी भयो. एन्ड देन यो फ्रन्टवाला यो फ्रेट बोर्ड चाहिँ रोजवुड, द ब्रिज पनि रोजवुड भयो. अनि यसको ट्युनिङ पेक्स पनि बलियो छ, राम्रो लाग्यो है. अलि त्यो फेन्डर टाइपको क्या, पुरानो खालको. भेरी नाइस. अरू राम्रै छ. स्ट्र्याप पिन पनि बलियो छ, यहाँ पनि देखिन्छ. कति कुरा ठाउँहरूमा हुँदैन, यहाँ पनि मजाले स्ट्र्याप पिन छ. यसको पिकअप चाहिँ यहाँ माथि छैन है, इक्विलाइजर चाहिँ छैन, यु डोन्ट फाइन्ड हियर. यसको चाहिँ यहाँ भित्र छ, यो एलआर ब्याक्स जस्तो है. तपाईँले यहाँ देख्दै हुनुहुन्छ होला यो है. यो चाहिँ फिसम्यानको पिकअप हो है. यहाँ चाहिँ यो भोल्युम र यहाँ चाहिँ तपाईँको ट्रेबल टोन मिलाउने तपाईँले यहाँ देख्नुहुन्छ है, फिसम्यानको पिकअप. अनि ब्याट्री राख्ने पनि एकदम राम्रो लाग्यो मलाई है. यो फिसम्यानको कस्तो मजाको छ है. फिसम्यानको यहाँ ब्याट्री राख्ने ठाउँ, ज्याक पनि राख्ने छ है, मजाले खोल्ने, ब्याट्री राख्ने, राम्रो लाग्यो है. सो ट्राभल सिरिज एकदम राम्रो, ह्यान्डी, इजी टु क्यारी, त्यति हेभी पनि छैन है. अब हामी एकचोटि यसको साउन्ड चेक गर्नेछौँ. म यसलाई ट्युन गर्छु, देन हुन्छ. सो मैले गिटार ट्युन गरिसकेँ मजाले. अनि त्यसपछि मैले ज्याक यहाँ छ, गिटारमा ज्याक इन गरेँ. एन्ड देन यो ज्याक चाहिँ अडियो इन्टरफेसमा गएको छ. एन्ड अडियो इन्टरफेस इज कनेक्टेड इन द ल्यापटप. मैले एबल्टन ड चलाइरहेको छु. सो यसको साउन्डहरू चाहिँ यहाँ जान्छ र यसको साउन्ड कस्तो छ, नाउ लेट्स चेक आउट. अब अलिकता रक टाइपको, अलिकता हार्डवाला एकचोटि साउन्ड हेरौँ है. सो यो गिटारको साउन्ड चाहिँ मलाई राम्रो लाग्यो हैन. अलि सानो बडी भए पनि मजाको अलि ठुलो बेस साउन्ड दिने हैन. सो आई विल से यो गिटार चाहिँ भर्सटाइल छ मेरो रिभ्यू अनुसार हैन. सो अब चाहिँ एकचोटि अलिक फिङ्गर स्टाइल साउन्डहरू, अलिकता बेस टाइपको साउन्डहरू पनि एकचोटि चेक गरौँ न ल.
सो मैले यसको साउन्ड चेक गरेँ अनि साउन्ड चाहिँ एकदम राम्रो लाग्यो। आई विल से दिस गिटार एज अ भर्सटाइल गिटार। तपाईँले जस्तो टाइपको म्युजिक बजाउनलाई नै राम्रो छ यो गिटार। सो तपाईँ बिगिनर्स हुनुहुन्छ र इन्टरमिडिएट प्लेयर हो भने चाहिँ आई विल रेकमेन्ड दिस गिटार बिकज यो लङ टर्मको लागि पनि यो बेस्ट छ हैन। टकिङ अबाउट इट्स प्राइस, यो चाहिँ you'll get in 33K भन्दा तल नै पाउनुहुन्छ। सो एनुअल टिच एन्ड लर्नबाट आउनु भएको नि यु माइट गेट मोर डिस्काउन्ट्स। तपाईँले यो ब्रान्ड चाहिँ त्यति सुन्नु भएको छैन हैन। अब यो नेपालमा चाहिँ स्ट्रिङ बज प्लानेट म्युजिकका डिस्ट्रिब्युटर हो मेन हैन। तर यो गिटारको तपाईँले क्वालिटी हेर्नुभयो भने चाहिँ इट्स बेस्ट। यसको वुडहरूदेखि हैन, त्यसै नेकहरूदेखि इट्स पर्फेक्ट। यसको एक्सेन्ट हेऱ्यो भने नि इट्स भेरी नाइस है। सो आई विल रेकमेन्ड दिस गिटार है। तपाईँ लङ टर्मको लागि चाहिँ दिस इज पर्फेक्ट गिटार फर इन्टरमिडिएट एन्ड बिगिनर्स। ओके गाइज, दिस मच फर टुडे। आई होप यु लाइक द भिडियो। सो यस्तै तपाईँहरूलाई गिटार रिभ्यूहरू, इन्स्ट्रुमेन्ट्सहरूको बारेमा रिभ्यू अनि इफ यु वान्ट टु लर्न म्युजिक, गिटारहरू सिक्न मन छ भने लाइक माई भिडियो, डु सब्सक्राइब एन्ड सेयर इट। बाइ बाइ।